अहिलेको सरकारले विपक्षी दल चाहिँ केही पनि होइन भनेर जुन बहुमतको मात्रै एउटा त्यो दम्ब देखाइराख्नु भएको छ। मल्टी पार्टी डेमोक्रेसी एक्सेप्ट गरेकोमा बहुमतको मात्रै पनि त मान्यता राखेर त अगाडि बढ्दैन होला देश। बहुमतको मात्रै दम्बले या सङ्ख्याको मात्रै दम्बले त अगाडि बढ्दैन होला। विपक्षी दल भनेर आइसकेपछि प्रतिपक्ष भनेर आएपछि त त्यो ठाउँको जनतामा पनि तपाईँले अन्याय गर्दै हुनुहुन्छ होला। जसले चाहिँ मलाई राष्ट्रपा होइन मलाई कांग्रेस एमाले श्रम संस्कृति पार्टी राप्रपा चाहिन्छ भनेर छानेको त्यहाँको जनतालाई तपाईँले नेग्लेक्ट गर्दै हुनुहुन्छ भन्ने कुरा त्यो एउटा सांसद एउटा मात्रै होइन त्यो क्षेत्रको प्रतिनिधित्व गरेर त्यो क्षेत्रबाट भोट लिएर आएको मान्छेहरूलाई त तपाईँहरूले गन्दै हुनुहुन्न भने संविधान संशोधन तपाईँलाई के को लागि चाहिएको छ? जबकि विपक्षी दल तपाईँ नहुँदै पनि सबै ऐनहरू संशोधन गर्न सक्नुहुने रहेछ। त्यो गर्दा गर्दै औचित्य के हो? तपाईँले ल्याउन खोजेको कुरा के हो त? त्यही माथि पनि तपाईँले एउटा कार्यक्रम भनेर बहस पत्र तयारी 3 मिनेटमा तपाईँको धारणा भन्नु होला भनेर जुन तरिकाले बोलाउँदै हुनुहुन्छ त्यो छलफल हो। हामी संविधानविद हौँ, हामीसँग गर्नको लागि समय दिनु पर्दैन थियो। हामीलाई पर्सनली तपाईँले बोलाउँदै हुनुहुन्छ भने सोसल मिडिया मार्फत हामीले आफ्नो नाम थाहा पाएको हाम्रो सबैको नम्बर तपाईँहरूसँग सबैजनासँग छ। त्यहाँ धेरैजना साथीहरू चाहिँ यही आन्दोलनबाट जानुभएको साथीहरूसँग पनि हाम्रो नम्बर छ। हामीसँग त पहिला तपाईँहरूलाई प्रायोरिटाइज के हो? अहिलेको लागि जेलमा भएको जेनजी छुटाउनु हाम्रो प्रायोरिटी हो। घाइतेको व्यवस्थापन गर्नु, शहीदलाई न्याय दिलाउनु हाम्रो प्रायोरिटी हो। त्यसपछि पनि सरकारले सुशासनमा यो अहिले भएको संविधानले चाहिँ काम गर्न सकेन, यो धाराले चाहिँ हामीलाई काम गर्न रोक्यो भनेर जब नागरिक सरकारसँग बहस हुन्छ त्यो बेलामा होला नि त संविधान संशोधन गर्ने त। प्रायोरिटाइज त गर्नु पर्यो नि कुरा। मान्छे त अदालतसम्म पुग्नको लागि बाँच्नु पर्यो भने जस्तै कुरा यही हो के। संविधान संशोधन सुशासनसम्म पुग्नको लागि त ती घाइते योद्धाहरू बाँच्नु पर्यो, जेलमा भएको योद्धाहरू जसलाई चाहिँ तपाईँले अहिले अपराधी बनाइराख्नु भएको छ ती क्रान्तिकारी बाहिर हुनु पर्यो। जसले चाहिँ यो सम्झौतामा काम गरेको छ, 10 बुँदे सम्झौता बनाउन 3 महिनासम्म खटेको छ, तीसँग बसेर सम्झौता के हो भन्ने कुरा चाहिँ वार्ता चाहिँ तपाईँको प्रायोरिटी हुनु पर्यो।